ओके सबैमा नमस्ते म डिम्बल राजा। आज हाम्रो सुन्ड दशैं मेला मटेबडा महाराजको कृपाले आज हामी यहाँसम्म आइपुगेका छौँ। यो दशैंले भव्य र सबै बनाउनको लागि हामी सबै तपाईहरुको माया ममता र सद्भावले गर्दाखेरि आज हामी यो दशैंलाई भव्य र सभ्य बनाउन सफल भएका छौँ। आदरणीय हाम्रो सबैजना आएर यहाँ यसम्म आइदिएर यो मेलालाई सभ्य भव्य बनाइदिनु भएको छ। यो एकदम खुसियाली छ। आज यो विदाई कार्यक्रममा हामी अन्तिम घडीमा हामी यो दशैंको अन्तिम घडीमा छौँ। हामीसँग आदरणीय कलाकार हुनुहुन्छ, हामीसँग चर्चित कलाकार हुनुहुन्छ मनिषा धामी बैतडीबाट हुनुहुन्छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। एक ताली बजाइदिनु होला उहाँको लागि। उहाँको यो विदाई कार्यक्रममा हामी सबैजना यहाँ उपस्थित छौँ हैन। उहाँलाई हामी खातामाला लाएर आदरणीय हाम्रो मामा हुनुहुन्छ खली रणनी, उहाँको संयोजकतामा हाम्रो यो मटेबडा महाराजको सुन्ड दशैं मेलामा उहाँले एकदम अग्र भूमिका खेल्नु भएको छ। यसै गरी हाम्रो आदरणीय गणेश मामा हुनुहुन्छ। यसै गरी मेरो भाइ प्रिय भाइ हाम्रो सशस्त्र परिवारमा हुनुहुन्छ लक्ष्मण सिंह ठकुरी, मेरो आदरणीय पत्रकार तथा मेरो आदरणीय हुनुहुन्छ विष्णु बहादुर सिंह ठकुरी। त्यसै गरी आदरणीय हाम्रो भाइहरू हुनुहुन्छ गाडी सेदेखि लिएर अब सबै कुरा हुनुहुन्छ। उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मामा हैन। यो हाम्रो यो समुदायमा यतिको मेलालाई भव्य र सभ्य भएको छ। यो मेलामा उहाँलाई अब हामीले नचाहँदै बिदा गर्नुपर्ने बेला आएको छ। उहाँले एकदम उहाँको यो रात्रि मेलामा उहाँले गाएको गीत, उहाँको यो स्वर, उहाँको भाका, उहाँको गुन्जनलाई हामी सधैँ सम्झिरहनेछौँ। उहाँलाई अझै पनि हामी अन्य मेलामा निमन्त्रणा गर्ने म हजुरहरूलाई एकदम यो जानकारी गराउन चाहन्छु। मामा हजुरले आइदिएर उहाँलाई टिका र माला लगाइदिनु म अनुरोध गर्न चाहन्छु। मामाले हजुरले लगाइदिए हुन्थ्यो। नै हजुरले लगाइदियो के छैन अर्को माला पनि थियो। हजुर एउटा माला लगाइदिनु, अर्को माला लगाइदिन्छु। ताली बजाइदिनु होला। धेरै धेरै धन्यवाद मामाजीलाई। यसै गरी थ्याङ्क यू सो मच मामा। यो हजुरलाई मलाई पर्दैन मलाई माला नभए हुन्छ। त्यस्तो मलाई चाहिँदैन। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मलाई यो सहयोगको लागि। यसै गरी यसो गरौँ न, थोरै केही गीत गाएर हुन्छ कि हामीबाट।